हेलो गाइज, हजुरहरूलाई वेलकम छ मेरो 7 डे मिनी भ्लगमा। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला, सुस्त हुनुहुन्छ होला, व्यस्त हुनुहुन्छ होला, जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ एकदमै आरामै हुनुहुन्छ भन्ने कामना गर्छु र म पनि एकदमै आरामै छु भन्नुपर्छ। अब म धेरै ढिला नगरी मेरो मिनी भ्लगतिर लागि साथीहरू। आज चाहिँ म घाँस काट्न गएको छु बारीमा। बारी भन्दा नि आफ्नो बारी त होइन, तर स्कुलको बारी हो। यही म घाँस काट्न आएको छु। गाईको लागि म घाँस काट्न आएको छु। गाईलाई चाहिँ मैले योभन्दा अघिल्लो मिनी भ्लगमा वनसम्म पुऱ्याएको थिएँ, तर तिनी गाईहरू फर्केर आएछन्। घरिघरि आइसकेपछि तिनी गाईहरूलाई मैले छोड्न पनि भएन। छोडे पनि जति छोडे पनि आइहाल्छन् यिनीहरू। त्यसैले म धेरै पनि छोड्न चाहेन। जे हुन्छ जस्तो हुन्छ म घरमै बाँध्छु, घाँसहरू काटेर दिन्छु। जति छोडे पनि आउने भएकाले मैले गाईलाई छोडेन, अब पाल्छु। त्यसैले मैले तिनी गाईहरूको लागि घाँस काट्न आएँ। बनाइदिने मान्छे नभएर एकदमै गाह्रो छ। कता राख्दा नि हुँदैन, उता राख्दा नि हुँदैन। मोबाइललाई क्यारी समात्ने हो, काम पो गर्ने हो कि मोबाइल पो समाउने हो कि भिडियो बनाउने हो। भिडियो बनाउन त गाह्रो थिएन, तर मोबाइल कहाँ राखेर बनाउने भन्ने चाहिँ एकदमै गाह्रो हुन्छ। भिडियो बनाउने मान्छे नै हुँदैनन्। सबै कुरा छोडेर म चाहिँ स्कुलको बारीमा घाँस काटिरहेको छु। यहाँ चाहिँ हरिया हरिया घाँस भएको छ। आजभोलि पानी परेर स्कुलको बारीमा चाहिँ एकदमै घाँस भएको छ। यही काटेर गाईलाई दिनु पर्यो भन्ने सोचले मैले चाहिँ घाँस काट्नतिर लागेँ। घाँस पनि दुबो भन्ने सोतो थिएँ। अरू बेला लामो लहरा भएर काट्न गाह्रो भयो। कसरी काटौँ यसरी काट्दा नि नहुने। यसरी मैले चाहिँ यसरी फाँडे जसरी काटिदिएँ। साथै गाईको घाँस पनि हुन्छ, खाएको जति खान्छन् गाईले, नखाएको जति मल हुन्छ भनेर मैले चाहिँ यसरी काटेँ। घाँस काटिसकेपछि मैले के गरेर फाल्न थालेँ। जाली लगाएको कारणले माथिदेखि बोक्न नमिल्ने भएर मैले चाहिँ सफा यहीँदेखि चाहिँ फालिदिएँ तल। यसरी घाँस फालिसकेपछि चाहिँ म चाहिँ अर्कातिर लागेँ। अर्कापट्टि पनि मैले काटेको थिएँ त्यही लहराको घाँस, त्यसलाई नि मैले तल फालिदिएँ। सबै घाँस फालिसकेपछि चाहिँ म जालीमा अड्डिएको घाँसलाई तल निस्काउन थालेँ। मैले चाहिँ घाँस बोक्नको लागि भनेर 2वटा गत्ता अनि डोको लिएर आएकी थिएँ। डोकोमा चाहिँ हाल्न मिले पनि यहाँदेखि जालीदेखि जान एकदम गाह्रो हुन्छ। यति हल्को चाहिँ म भन्दा नि हल्को। जालीमा बोकेर जान नसक्ने भएकोले चाहिँ मैले चाहिँ सब घाँसहरू तल फालेँ। फेरि मलाई अलिकति भारी नपुगे जस्तो लागेर मैले फेरि काट्न लागेँ। थोरै काटौँ भनेर काट्न लागेँ म। थोरै काटिसकेपछि चाहिँ अब घरतिर लाग्नु पर्यो भनेर म छिटो काट्दै थिएँ। काटिसकेर मैले त्यसलाई पनि तल रोडतिर फालिदिएँ। त्यसपछि त्यहाँ भएको डोको कट्टा सबै मैले तल फालिदिएँ। त्यसपछि म चप्पल लगाएर हिँड्न थालेँ, घरतिर जान थालेँ। यस्तो छ साथी मेरो घाँस काट्ने ठाउँ हेर्न सक्नुहुन्छ। त्यहाँ चाहिँ लौकी फुलेर नि भयो, सिधै फुलिरहेको छ। यहाँतिरको जाली चाहिँ यति सानो छ, मान्छे धौ निस्कने, त्यही भएर यहाँ डोका बोक्न मिल्दैन। मेरो घर चाहिँ त्यहाँतिर हो। त्यहाँदेखि मैले घाँस फालेको छु, त्यो चाहिँ म गाईलाई हालिदिन्छु। यति नै साथी आजको लागि। हस्त बाई बाई। हेरेर मनपर्छ भने लाइक कमेन्ट गर्नु होला, नत्र मन पर्दैन भने पनि कमेन्टमा त छोडिदिनु होला। यस्तो भएछ यस्तो भएन भनेर साथीहरू। हजुरहरू हेर्नुहुन्छ मात्र, न लाइक गर्नुहुन्छ न कमेन्ट गर्नुहुन्छ। यस्तो भएको छैन उस्तो भएन पनि भन्नुहुन्न। हस् त, के भन्नु मन छ कमेन्टमा भन्नु होला।